हेलो साथीहरु, हजुरलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। साथीहरु, यो श्रावण स्टार्ट भएकोदेखि मलाई चाहिँ 2 गतेदेखि काम नै काम सुरु भइसकेको छ के। मेरो लागि चाहिँ काम आइसकेको छ के साथीहरु। आजभोलि चाहिँ मलाई फुर्सद नै छैन। अनि आज बिहान कपडा धोएको, बट मम्मीको एउटा कपडा छुटेको थियो के साथीहरु, अनि त्यो पनि धोइदिएको। अनि हामीले चाहिँ चिन्डोटी बनाएको, बट बने चाहिँ के साथीहरु। अब चाहिँ चिन्डोटी खाँदै खाँदै म चाहिँ खेतमा आइपुगे। मम्मी चाहिँ बिहानै आउनु भएको थियो, अनि त्यही भएर चाहिँ मम्मीले यत्रो काम गरिसक्नु भयो के, प्याजहरु निकालिसक्नु भयो। अनि ठुल मम्मीले दिएको काँक्रा पनि नखाएर मेरो लागि राखिदिनु भएको के मम्मीले। अनि यति धेरै माया गर्नुहुन्छ के आमाले सबैलाई साथीहरु। सबैको आमाले यति धेरै माया गर्नुहुन्छ, त्यही भएर मलाई काठमाडौँ जान मन छ नि के। मैले यति धेरै माया त्यहाँ गयो भने कसले गर्नु के, सबैले मैले कराउँछ त्यहाँ गयो भने। बुवा मम्मीले चाहिँ जा भन्दै हुन्छ, बट मैले साथीहरु बहाना बनाइरहेको छु। घर जिन्दगीमा यस्तो पनि दिन आउँछ के, बाबाआमाले छोडेर जान मन नहुँदा के बहाना बनाउनु पर्छ के साथीहरु। अनि अब चाहिँ हामीले अब खन्न थाल्यौं के साथीहरु। बिउ मम्मीले छरिसक्नु भयो नि त, अब खन्न थाल्यौं। भ्याएर पनि अब हामी चाहिँ घर जान आँटेको। अनि मम्मीले चाहिँ यो डोखामा प्याज बोक्दै हुनुहुन्छ साथीहरु, म चाहिँ पछि पछि हिँड्दैछु। अनि घर आइसकेपछि मम्मीले चाहिँ आलु खानुभयो, अनि चटनी देखेर मलाई खान मन लागेन के साथीहरु। अनि जुगाडु नास्ता हो नि त हाम्रो। अनि यो चरा पनि क्या मस्त बसिरहेको। अनि मम्मी चाहिँ अब जानु भयो तरकारी बेच्न बजार। मैले चाहिँ बिहान बिहान बुवाले यो खुर्बानी लिएर आउनु भएको थियो, अनि त्यो चाहिँ खुर्बानी खान थालेको। बुवाले चाहिँ जंगलमा गाई गोरुहरुलाई हेर्न जानु भएको थियो। खोइ कसकोबाट यो खुर्बानी टिपेर लिएर आउनु भएको रहेछ। मैले त्यो चाहिँ खाएँ साथीहरु। थ्यांक यू सो मच वाचिङ दिस भिडियो। बाइ बाइ।